के छ बहिनी ठिकठाक छ नि हैन हाम्रो जिलोङको बहिनी कडा अब जिलोङको भन्नु पर्यो नि अब बुबु हो पाट हैन हामीलाई घुमाइदिनु भयो मिठो खाना खानिदिनु भयो पछि पनि आएर रमाइलो खानु पर्यो भने सम्नुला राई होटल एक राई होटल थ्याङ्क यू भेरी मच आज दिउँसभरि हजुरलाई कुरायो तर थ्याङ्क यू भेरी मच हामी चाहिँ अहिले सुशान्त दाइ र प्रमिला भाउजूको घरमा आएको छौँ अहिले हाम्रो यहाँ पुरै खानेको यो कति व्यञ्जन भन्छ यसलाई 84 व्यञ्जन छ यहाँ म 84 व्यञ्जन कस्तो हुन्छ म देखाउँछु है त गाइज भनिदिनु छ त पछाडिबाट अब यहाँ पुरै दाईहरू दबाइदिनु हुन्छ हो लडी छ कस्तो माया गर्नुहुन्छ नि मलाई फेरि म कहाँ जाउँ थ्याङ्क यू प्रमिला हजुर यो भेराइटी यहाँ छ अब राइट हामी होइन अरू यो ट्राफिक लाइट पास गरेपछि अहिले सिधै हो ट्राफिक लाइट पास गरेर राइट यो पहिले है त यहाँबाट होइन क्या त्यो त नि सिधा गर नि राइट त नि होइन राइट जाँदा राइटमा बस्नु पऱ्यो नि त खान्छ ऊ उहाँहरू जो पार्किङमा त्यही छ ताल होइन हजुर बिच पनि रहेछ माथि जाने हो त अझै यो पार्किङ होइन नि फेरि पार्किङ हो नि यो होइन त हामी माथि जानुपर्छ वाटरफ्रन्टको लागि वाटरफ्रन्ट यही नै हो 600 मिटर अगाडि छ सबै त्यही अगाडिको भाग हो नि भाइ म्यापले त्यही देखाइरहेको छ हेर्नु त्यहाँदेखि यहाँसम्म सर हिँड्ने त हो सबै जहाँ पाइन्छ त्यहाँ ज्याममा हाल्नुपर्छ बल ल्याएर भलिबल खेल्नु पर्ने दाइ एकछिन खेलेर जानुपर्ने यहाँ खाली रहेछ दाइ ऊ त्यहाँ नि खाली रहेछ ऊ त्यहाँ बल ल्याएर खेल्नु पर्ने खेल्न त पर्ने रहेछ कान्छा अब के गर्नु 3P हो यो ट्याग वाटरफ्रन्ट चिलोङ वाटरफ्रन्टमा आइसकेका छौँ मम्मी आउनु ड्याडी आउँदै हुनुहुन्छ यहीँ परबाट बाजुर 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 बाजुर
चल त्यहाँ फोटो लिँदा त्यस्तो कहाँ छ हामी पुरै जिलोङ बिचमा जिलोङ वाटर फ्रन्टमा रमाउँदैछौँ पार्क यस्तो बनाएको छ वाटर फ्रन्टमा चाहिँ पुरै यो घुम्नु परेर ऊ परबाट घुमेर त्यहाँ निक्लिन्छौँ हामी यो वाटर फ्रन्टको दृश्य हो के रहेछ रे खोइ के छ बहिनी ठिकठाक छ नि होइन हाम्रो जिलोङको बहिनी कडा अब जिलोङको भन्नु पर्यो नि अब बुबु हो पाट होइन जसलाई म चिनाउनु त्यो ऊ गर्थ्यो अझै कडा छ नि बाई बाई हस् खोइ त मामु ल कुद्री परेर नि खेल्ने होस् तल कन्जु माथिबाट सिङ्गल गर्नु म जिलोङको अब चाहिँ हाम्रो जिलोङको टुर झन्डै नै सकिन लागेको छ यहाँ जिलोङमा चाहिँ जिलोङवासी
हाम्रो प्रमिला भाउजूलाई थ्याङ्क यू भेरी मच। धेरै रमाइलो भयो चिलङमा, हामीलाई घुमाइदिनु भयो, मिठो खाना खानिदिनु भयो। पछि पनि आएर रमाइलो खानु पर्यो भने सम्झनुलाई राई होटल राई होटल थ्याङ्क यू भेरी मच। आज दिउँसभरि हजुरलाई कुरायो तर थ्याङ्क यू भेरी मच। हस् हामी चाहिँ ग्रेट ओसियन रोड हुँदै जिलङ अनि जिलङको ट्राभल सकाएर अहिले फाइनली चाहिँ हामी वासस्थानमा मेकलह्याम हाम्रो मनिता भाउजू राकेश दाइको घरमा आइसकेका छौँ। एकदम लेट भइसक्यो यतिखेर अनि हामीले चाहिँ लेट के खाने भन्दाखेरि त आफ्टर ह्याभिङ ए डिलिसियस मिल एट जिलङ हामी चाहिँ जिलङमा मिठो खाना खाइसकेपछि अब चाहिँ स्न्याक्स मोमो चाउमिन चिकन विङ्स को मजा लिँदैछौँ। सबजना बिजी हुनुहुन्छ खानालाई, भोकाएर थाकेर हुनुहुन्छ। कप्की कप गइरहेको छ सबजनाको। म त ठिक भोक लागेको छ त थाक्नु चाहिँ थाकेको छु हो। दाइ त फ्रेस पनि भइसकेको छ नुहाउनु भएर। दाइ त टोपी पनि लगाइदिनु भएको छ। आकाश दाइ ठिक छ नि होइन? ल लास्ट meal at Melbourne, Mickleham. Beautiful.